मलाई गर्न बाँकी भनेको गोली हान्ने हो। म तयार छु। यसै पनि बीच सडकमा एकजना मान्छेलाई गोली हानेर मारेको पापी सरकार होइन यो? अस्ति भर्खरै के नियतले मलाई मध्यरातमा त्रिशुलको तिरैतिर दासढुङ्गा हुँदै लिएर गयो? मेरो परिवारलाई, मेरो वकिललाई कसैलाई थाहा नदिकन लुकाएर मध्यरातमा के नियतले मलाई उठाएर लिएर गयो? सबैसम्म जग जाहेर छ। यिनीहरूले मलाई के गरे? दासढुङ्गाको बाटोबाट मध्यरातमा कुन नियतका साथ यिनीहरूले मलाई लिएर गएको थियो मैले चितवनलाई भन्नु छ। मैले जनतालाई बताउनु छ। मैले बताउन पाउँछु पाउँदिनँ मलाई थाहा छैन। मेरो टाउको माथि तरबार झुन्ड्याएको छ मलाई थाहा छ। तर म चितवनलाई बताउन चाहन्छु। आगामी शनिबार, आउने शनिबार म चितवन जाँदैछु। म त चितवनको सभामा चितवनका जनतालाई सरकार कसरी ढल्यो, कसले ढलायो, के षड्यन्त्र भए, कसको हातमा हतकडी लाग्नु पर्ने थियो, कसको हातमा हतकडी लाग्नु पर्ने थिएन, यो कुरा सबै चितवनलाई बताउन चाहन्छु। इमानदारीपूर्वक बताउन चाहन्छु।